हेलो गाइज, हामी रोजल भाइले दिएको सहयोग दिएको रोजल भाइले टिकटकबाट। हामी रोजल भाइको सहयोगमा अब त्यो भोकाएको पशुपन्छीहरूलाई फलफुल दिनको लागि हामी खटीमा गइरहेको छौँ। त्यो खटीमाको जङ्गल अब यहाँबाट स्टार्ट हुन्छ, हेर्न सक्नुहुन्छ। त्यहाँ स्टार्ट भयो, यहाँबाट हेर्न सक्नुहुन्छ इन्डियाको जङ्गल। हामी सर्र गइरहेछौँ। हाम्रो नेपालमा मात्रै होइन, इन्डियामा पनि यसरी छाडा चौपाईहरू कति धेरै छोडेको हुन्छन् हेर्नु। त्यही भएर यो चाहिँ नियन्त्रण गर्नुपर्छ, जो सबै मिलेर मिलेर। बाटो यस्तो छ, बाटो यस्तो भएको कारणले हामी अस्ति नै हालेको रोजल भाइले पैसा दिन सकेन, ढिलो भयो हाम्रो है। बाटो यस्तो भएको कारणले तर पनि हामी आज गइरहेछौँ। हिजो अस्ति पानी परेर बाटो लास्टै खराब छ। कताबाट भन्नु त बाटो जङ्गल पार गरेर टक्क यता गाउँतिर लाग्यौँ। रामनगरा भन्ने गाउँ यो बङ्गालीहरूको। हामी यो ठ्याक्क रेलवे फाटकमा पुग्यौँ। रेल आएको देखान्थ्यौँ तपाईँलाई। अब रेल आएको अहिले टाइम रेल आएको छैन। यो रेलवे फाटक हुन्छ। जङ्गल सिद्धेर हामी खटिमा बजार लगाइसक्यौँ। अब यो खटिमा स्टार्ट भयो यहाँदेखि। त्यो टिकटकबाट रोजल भाइले हालिदिएको पैसाले यहाँ केरा किन्न लाग्छौँ खटिमा बजारमा। बाँदरहरूको लागि अब केरा किनेर एकछिनमा केरा दिन्छौँ हामी। केरा किन्दैछौँ यहाँ सरसर्ती। पुरै ठेलामा जति छ त्यति किन्न लाग्यो आज। होला सहयोग रोजलको नाममा सहयोग। रोजल दाईको नामबाट अरे यहाँ पनि सानो भएर हामीले चाहिँ अब कट्टाको बुक गर्न लाग्छौँ। चलो मेरे साथ कितना पन्नी चाहिए तुम्हें? कट्टा आयो। बाँदर मिल्ने हो कि मिल्ने थियो होला। 20 रुपये खर्च करते तो 4 पन्नी आ जाता बड़े बड़े। 4 पन्नी आता तो आप कितने पैसे दीजिए, आराम से ले जाओगे इसमें। मेरा भाग रहा कुछ लगा लो। नहीं भागो। कितने रुपए दर्जन केला दी? बेच दूंगा। बेच दियो? बेचते ही केला? ले जाओ पढ़ते वाले तो ले जाओ पन्ने को क्या ले जाओ? ना तो गरीब को 1000 रुपये दिया। ये विक्रम यहाँ हो ना, ले लेना मेरे यार। सुनते फोन आइगो व्हाट्सएपमा। बा यता एकदम बब्बाल।